जीवी हल जीवीमा चाहिँ रिसेन्टली 13/11 सेल लागेको थियो। त्यसमा चाहिँ मैले 4300 समथिङको चाहिँ स्किन केयर आइटमहरू लिएको थिएँ। हेरौँ है त के फर्स्टमा चाहिँ एक्नेको फेस वास 150 ग्रामवाला थियो। यो चाहिँ 430 रुपिस थियो इच। मैले चाहिँ दुईवटा लिएको थिएँ। यो चाहिँ पिलग्रिमको हाइड्रा ग्लो मोइस्चराइजर भन्ने थियो। 100 ग्रामको प्राइस चाहिँ 568 रुपिस परेको थियो आफ्टर डिस्काउन्ट। यसमा चाहिँ 5 टाइपको हेलोरोनिक एसिड अनि 3% नाइसिनामाइड छ भनेर प्याकेजिङमा चाहिँ मेन्सन गरेको छ। सो हेरौँ कस्तो हुन्छ, ट्राई गरेर। मेड इन इन्डिया रहेछ। नेक्स्ट चाहिँ थियो डक्टर जेकेको सनस्क्रिन लोसन। यो चाहिँ 200 ml को थियो। मलाई चाहिँ 899 रुपिस परेको थियो आफ्टर डिस्काउन्ट। नेक्स्ट चाहिँ रिक्विलको ओइल फ्री म्याटिफाइङ मोइस्चराइजर जेल भन्ने थियो। 50 ग्रामको प्रोडक्ट थियो। मलाई चाहिँ 443 रुपिस परेको थियो आफ्टर डिस्काउन्ट। ओइली स्किनको लागि राम्रो छ। एकदम लाइट वेट रहेछ, जेल फर्ममा छ अनि एकदम क्विक एब्जर्ब भइहाल्छ स्किनमा। सो त्यसो च्यापच्याप पनि हुँदैन। सो नेक्स्ट चाहिँ लासिलको एक्सपर्ट सेन्सिटिभ प्रोटेक्ट भन्ने यो सनस्क्रिन जेल थियो म्याट फर्ममा, ओइली स्किनको लागि भनेर मैले लिएको थिएँ। यो चाहिँ प्याकेजिङ हेर्दाखेरि क्या ठुलो जस्तो देखेको थियो। 50 ग्रामको हुन त भित्रको प्रोडक्ट चाहिँ कति सानो रहेछ अनि आधी त हावै भएर त 50 ग्राम लेखे पनि 25 ग्राम पनि छैन क्या यो प्रोडक्ट। मलाई चाहिँ यो किनेको भरि सबै प्रोडक्टहरूमा चाहिँ यसलाई चाहिँ ठिसै जस्तो लाग्यो। यसको प्राइस चाहिँ यो 50 ग्रामको प्रोडक्टलाई चाहिँ 1080 रुपिस तिरेको थिएँ मैले चाहिँ आफ्टर डिस्काउन्ट। यसको प्याकेजिङमा चाहिँ 100% मिनरल सनस्क्रिन हो अनि त्यसपछि 25% जिङ्क अक्साइड छ भनेर मेन्सन गरेको छ। अब त्यही जिङ्क अक्साइडलाई नै तिरेको होला 1080। लास्टमा चाहिँ यो एक्वालोजिकाको डिट्यान सनस्क्रिन स्प्रे भन्ने छ। यो चाहिँ एसपिएफ 50+, 50 PA ट्रिपल+ UVA UVB वाटर लक टेक्नोलोजी स्वेट रेसिस्टेन्स भनेर लेखेको छ। 100 ग्रामको 100 ml को प्रोडक्ट छ। अभियसली लिक्विड फर्ममा भएपछि 100 ml को प्रोडक्टलाई चाहिँ मैले 850 रुपिस तिरेको थिएँ आफ्टर डिस्काउन्ट। यो चाहिँ मैले मेकअप माथिबाट लगाउनलाई भनेर खास लिएको। सो यहाँ ट्राई गरेर पनि देखाएको छु मैले। ठिकै छ, त्यस्तो वाइट कास्टहरू छोडे छैन। सनस्क्रिन स्प्रे फर्ममा चाहिँ सनस्क्रिनहरू गर्दाखेरि त्यही प्रब्लम हुन्छ कि वाइट कास्ट छोडेर मेकअप बिग्रिने प्रब्लम हुन्छ नि त। सो यो ठिक छ।